नमस्ते, म खलिराम घरती बगर नमुना एकीकृत कृषि समूह क्षेत्र 9 सल्यानबाट र आज हामीले यो नमुना एकीकृत कृषि समूह अध्ययनका लागि सुझाव सल्लाहहरू विभिन्न व्यक्तित्वहरूबाट सुझाव सल्लाह लिँदै गर्ने गरेका छौँ। र आज सुझाव सल्लाहको लागि हामीसँग हुनुहुन्छ हाल घुमफिरको लागि न्युयोर्क अमेरिकामा हुनुहुन्छ र विगत लामो समयदेखि कृषि विकास कार्यालय सल्यान रोल्पा लगायत विगत 38 वर्षदेखि लामो समय कृषि विकास कार्यालयमा कार्यरत हुनुहुन्छ श्री सन्त कुमार पोखराजी हुनुहुन्छ। उहाँसँग म आज केही भलाकुसारी गर्न गइरहेको छु। नमस्ते कार्यक्रममा यहाँलाई स्वागत छ। हजुर 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 विगत लामो समयदेखि विगत 38 वर्षको लामो अनुभव छ हजुरसँग कृषि विकास कार्यालय जस्ता विभिन्न पोस्टहरूमा हजुरले काम गरिसक्नु भएको छ र एउटा जेटिए पनि हुनुहुन्छ। सल्यानमा के कस्ता यो कृषि सम्बन्धी के कस्ता सम्भावनाहरू हजुरले देख्नु भएको छ? अब मैले अब त्यो समूहको सन्दर्भमा भन्दाखेरि अब खास गरी अब यो भेटनेरी सम्बन्धी भए अनि कृषि अब उत्पादन सम्बन्धी धेरै समूहहरू चाहिँ भए होइन। त्यति अब त्यसको वर्गीकरणपट्टि लाग्ने हो, त्यसको व्याख्या विश्लेषण गर्न लाग्ने हो भने त अब धेरै समय लाग्ला होइन। अनि खास गरी अब त्यो समूहहरू चाहिँ धेरै भए होइन। त्यो समूहले पहिला त्यो समूहहरू त्यति सफल पनि हुन सकेनन्, धेरै अवधारणाहरू पनि बुझाउन सकिएन होइन। कृषिलाई त एउटा व्यावसायिक रूप दिनुपर्ने, हाम्रो त निर्वाहमुखी छ होइन। अब निर्वाहमुखीलाई अब चाहिँ व्यावसायिकरणतर्फ कसरी लैजाने भन्ने कुरा अब त समूहबाट मात्रै सम्भव हुने जस्तो भावनाले पहिला निकै प्रयास गरियो, त्यति सफल भएन। तर पछि गएर त्यो व्यावसायिकरणतर्फ गएपछि त्यो हुँदै गएपछि पछि अब त्यो व्यावसायिकरणपट्टि लागेपछि समूहहरू अलिक बिस्तारै त्यो समूहमा आबद्ध गएका किसानहरूले त्यो कुराहरू चाहिँ बुझ्दै गएपछि अहिले पछि समूहहरू धेरै सफल हुँदै गइरहेका छन्। र समूह कुरो चाहिँ यो हजुर, अब त्यो समूह त अब यसको व्याख्या विश्लेषण धेरै लामो छ। यसलाई अब सङ्क्षेपीकरण गरेर अहिले हामी एउटा प्रवास भूमिमा श्रम बेच्न गएका युवाहरू, प्रवास भूमिमा हामीले थुप्रै कम्पनीहरूमा कार्यरत भयौँ र प्रवास भूमिमा हामी थुप्रै वर्ष पनि श्रम बेचेर स्वदेशमा फर्किएका युवाहरूले नमुना एकीकृत कृषि समूह नामाकरण गरेर हामीले अहिले सल्यान जिल्लाकै छाया क्षेत्र 9 मा हामीले एउटा पशुपालन सुरुवात गरिरहेका छौँ। पशुपालन व्यवसाय, कुखुरा, बङ्गुर जस्ता व्यवसायहरूको सुरुवात गरेका छौँ। यसमा हजुरको सुझाव सल्लाह के दिन चाहनुहुन्छ सर हामीलाई? ए हजुर, अब यसमा चाहिँ के छ भने सबभन्दा पहिला त हजुरको फार्म कसरी चाहिँ गठन गर्नु भएको छ होइन, यसको उद्देश्यहरू लक्ष्यहरू के कस्तो निर्धारण गर्नु भएको छ होइन। त्यो हजुरको फेरि समूह भनेर भन्नुभएको रहेछ। समूहको लागि त एउटै ओडाको चाहिँ स्थायी बासिन्दाहरू हुनु पर्यो हजुरको होइन। त्यसले गर्दाखेरि अलिकति समस्या पार्छ। त्यसले समूह भन्दा पनि हजुर फार्मको रूपमा त्यो पनि एउटा उद्देश्य खुलेको फार्म हुनु पर्यो, कुनै टिपिकल के उद्देश्य। जस्तो कि अब तपाईँको पशुपालनतर्फ अब दुध र मासु उत्पादनको लागि हो भने हजुर त्यसमा चाहिँ दुग्ध उत्पादन मात्रै गर्नुहोस् या त मासु उत्पादन मात्रै गर्नुहोस् होइन। मासु उत्पादन भन्दाखेरि अब तपाईँको अब त बाख्रा पालन भए, त्यसपछि त ब्रोइलर कुखुरा पालन भए, अनि त्यसपछि अब लेयर्स भए, यिनी कुराहरू आए। दुध उत्पादन भन्दाखेरि अब चाहिँ जर्सी गाईहरू ल्याएर पाल्ने, अनि पछि ल्याउने पाल्ने, अब त्यो ती कुराहरू छन्। अब उतापट्टि अब कृषितर्फ भन्नाले अब तपाईँको तरकारी उत्पादनका कुराहरू आए, बिउ उत्पादनका कुराहरू आए होइन, खाद्यान्न उत्पादनका कुराहरू आए, फलफुल उत्पादनका कुराहरू आए। धेरै छ क्या त्यो भास्ट। त्यो भावनाले हजुरको त्यो फार्मको रूपमा अहिले सबभन्दा मेरो विचारमा तपाईँहरूले सल्यान जिल्लामा अहिले अत्यन्त आवश्यक र दिगो रूपमा अब सञ्चालन गर्ने हो र दिगो बन्नलाई पनि विचार गरेर अगाडि बढ्ने हो र त्यहाँको अत्यन्तै आवश्यकताको कुरा सोच्ने हो भने अहिले दुग्ध उत्पादनको सम्भाव्यता मैले चाहिँ असाध्यै राम्रो देखिराखेको छु। त्यहाँ
त्यसपछि बाख्रा पालनको पनि अब त्यत्तिकै राम्रो छ। यसलाई फर्मको रूपमा बाख्रा पालन गर्नुभयो भने पनि यसको चाहिँ धेरै राम्रो सम्भावनाहरू छ। ब्रोइलर पालनमा अहिले चाहिँ के छ भने यो बर्ड फ्लूहरू आइरहेको छ कि अब यसले गर्दाखेरि तपाईँको 2 वर्ष 3 वर्षसम्म जुन तपाईँले इन्कम गर्नुभएको हुन्छ त्यो एकपटक फेरि त्यो बर्ड फ्लूले तपाईँको इन्कमहरू सारा मतलब खतमै पारिदिन्छ कि। यसो रिस्क अलिक धेरै छ मैले भन्नु खोजेको कुरा हो होइन। हजुर के रिस्क लिन सक्छौँ भने भन्नु पर्यो। त्यो हुनाले मेरो विचारमा यही कुराहरू मध्यनजर राखेर सबभन्दा जोखिम कम भएको रिस्क कम भएको तपाईँहरूको फर्म छ भर्खर स्थापना गर्नुभएको रहेछ। भोलि गएर अब एउटा अलिकति घाटामा जान थाल्यो सोचे जति इन्कम हुन सकेन भनेदेखि भोलि गएर हाम्रो फर्म नै अलिकति भत्तापुङ्गाउने हो कि भन्ने अब सम्भावना अब त्यत्तिकै छ होइन। मेरो सुझाव चाहिँ यही हो। तपाईँहरूले अलिक दिगो रूपमा अगाडि बढ्ने हिसाब किताबले अब कुनै धेरै क्षेत्रमा एकचोटि हात नहाल्ने कि हाम्रो फर्म जब सक्षम हुँदै जान्छ नि सक्षम हुँदै गएपछि बरु बिस्तारै बिस्तारै अन्ततिर पनि अब अरू क्षेत्रमा पनि अब अगाडि बढ्ने। अहिले तत्काललाई चाहिँ एउटा दुईवटा कुरो अब दुध उत्पादन चाहिँ सफल भइसक्यो भने मासु उत्पादनतर्फ जानु होला होइन, अन्डा उत्पादनतर्फ जानु होला अनि तरकारी उत्पादन बिस्तारै क्रमैसित गर्नु राम्रो हुन्छ। एकैचोटि सबैतिर हात हाल्दाखेरि त्यो उता पनि नहुने यता पनि नहुने हुन्छ। त्यो भएर यसतर्फ यहाँहरूले अलिक विचार गर्नु भए राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ। हजुर अनि सर जस्तो हजुरको अनुभवमा यत्रो लामो समय एउटा कृषि सम्बन्धी एउटा अनुभव छ हजुरसँग, त्यो अनुभवको आधारमा जस्तो सल्यान जिल्लामा हजुरले दुग्ध विकासको लागि भन्नुभयो अनि त्यसै गरी अब यो के अरे बाख्रा पालनको लागि भन्नुभयो, अनि सल्यानमा माछा पालनको स्थिति माछा पालनको अवस्था कस्तो छ सर हजुरको अनुभवमा हजुरको विचारमा? हजुर एकदम राम्रो प्रश्न गर्नुभयो। यो चाहिँ माछा पालनको हकमा चाहिँ के छ भने एउटा विशेषज्ञको पनि हाम्रो सल्यान जिल्लामा अभाव छ होइन। अनि माछा बुख्रा पनि ल्याउनु पर्यो अनि पानीको स्रोतको पनि त्यतिकै कमी छ। अब खोलाबाट ल्याउने हो भने कसैले अब त्यो विषादी हालिदिन्छन्। अहिले यस्तो प्रदूषण बढिराखेको छ अनि अब त्यो भयो हुनाले अब चाहिँ अलिकति माछा पालनमा सबै जोखिम चाहिँ धेरै बढी छ हजुर। जस्तो ब्रोइलरको र माछाको एकदमै जोखिम बढी भएको क्षेत्र हो त्यो। त्यतातर्फ अहिले तत्कालै हात नहाल्दा नै ठिक हुन्थ्यो जस्तो लाग्छ हजुर मलाई। अब कतिपय ठाउँमा बर्लापट्टि अनि यता माथितिर अनि तल यो चाहिँ तल्ले खोलामा पनि अब एक दुईजनाले गरिराख्नु भएको छ गर्न त होइन। तर उहाँले जे जति आम्दानी लिनु भएको छ त्यो राम्रो होइन जस्तो लाग्छ मलाई। किनभने लगानीको अनुपातमा आम्दानी पनि त्यही अनुसार अब जति इनपुट हुन्छ त्यही अनुसार अब आउटपुट पनि हुनु पर्यो। अनि अब त्यो अलिक जोखिम अलिक धेरै बढी छ। त्यो विशेषज्ञको पनि अभाव छ। मैले रोग लाग्ला यताउति केही होला अब चाहिँ विशेषज्ञ कहाँ खोज्न जाने, त्यो माछाहरू सब खतम भयो बर्बाद भयो भने के हुन्छ, त्यो अलिकति जोखिम युक्त छ त्यो घरती। हजुर त्यसो त्यसो मैले हामीले अहिले हाम्रो यो जुन एउटा फर्म छ एउटा नमुना एकीकृत कृषिसम्मको यो फर्ममा हामीले के अरे ब्रोइलरहरू कुखुरा ब्रोइलरहरू हामीले पालन गर्दैछौँ र यसको बारेमा हामीले अहिले हजुरको अनुभवमा हजुरको विचारमा हामीले अप्नाउनु पर्ने सावधानीहरू के जस्तो लाग्छ सर? अब यसमा त म चाहिँ अब खास कृषि सम्बन्धी परे भेटनरी सम्बन्धी त म त खास परिनँ हजुरको होइन। त्यही भएर हुनाले अब यस सम्बन्धी मैले चाहिँ डिटेल अब फर्स्ट क्लियरलीसित मैले चाहिँ भन्न सकिने यस सम्बन्धी अब चाहिँ तै पनि मलाई के लाग्छ भने खास गरी यो चाहिँ अलिकति स्रोतहरू के चल्लाहरू ल्याउँदाखेरि अलिकति राम्रो स्रोत कहाँ छ त्यो खोजेर त्यो स्रोत राम्रो स्रोत हालेर मात्रै अब ल्याउनु पर्ने हुन्छ। त्यस्तै दाना पनि अलिकति त्यो दानाबाट पनि त्यो बर्ड फ्लूहरू त्यो तिनीहरू आउने भए हुनाले
के हुन्छ भने त्यहाँबाट फालिएका स्टोरको त्यस्तै भएका गए गुजेका त्यस्तै कुराहरू मात्रै यतापट्टि हाम्रो संयन्त्र पठाइदिन्छ के स्रोतबाट। राम्रो आफू चिने जानेको त्यस्तो चाहिँ नजिकको छ भने पनि के राम्रो राम्रो उतातिर दिन्छ। त्यो फालिएको गए गुज्रेको हो, अब त्यो डेट एक्सपायर भइसक्यो हो, त्यो काम नलाग्ने हो, अनि त्यो गुणस्तरहीन हो भनेदेखि त्यस्तो कुराहरू यता संयन्त्र त सप्लाई गरिदिन्छ। अब त्यो गर्दाखेरि हामीलाई चाहिँ अब त्यो सोचे जति हुन्छ नि हामीले चाहिँ टार्गेट गरे जति त्यो इन्कमहरू त्यो नआउने, प्राप्त नहुने, अझ उल्टो कतिपय अवस्थामा अझ घाटा लाग्ने, सारा काखुरीहरू मरिदिएर सारा अझ चाहिँ हुने, लगानी नै थुक्ने, यस्तो कुराहरू आउँछन्। त्यस कारणले मैले चाहिँ त्यो जोखिम अलिक बढी छ भने भन्न खोजेको त्यही कारणले हो। हजुर हजुर त्यसलाई अलिकति राम्रो स्रोतको पहिचान गर्नु पर्यो हजुरको। अनि एकदम त्यो स्रोतको राम्रो पहिचान गरेर त्यो स्रोतबाट दानाहरू चल्लाहरू ल्याउने, अनि त्यहाँ हजुरको त्यो खास त्यो फुसहरूले चाहिँ छाउनु भएको रहेछ होइन। आँखालाई टिको पनि अलिक डर त्यत्तिकै होला जस्तो लाग्छ मलाई। अब किनभने अब त्यो अलिक खतरै छ क्या, वन जङ्गलको नजिकै पनि रहेछ होइन हाम्रो ठाउँहरू। त्यसतर्फ अलिकति होसियारी पुर्याउनु पर्छ कि जस्तो लाग्छ। अब दाना अब प्राविधिक कुराहरू त अझै छँदैछन् है, त्यो सम्बन्धी म परिनँ, त्यसलाई त्यो बारेमा अरू विशेष मैले भन्न असमर्थ भएँ हजुर। हजुर यसरी आफ्नो व्यस्त समयका बावजुद पनि हामीलाई सुझाव सल्लाह दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ सर। आगामी दिनमा पनि हामी हजुरसँग सम्पर्क गर्नेछौँ र केही जानकारीहरू लिने नै छौँ। अहिलेलाई पनि हामी बिदा हुँ के अरे, छुट्टी के अरे सर। नमस्ते है त। हस् नमस्ते, धन्यवाद।